दर्शक श्रोताहरू यो बझाङ सदरमुकाम चैनपुर स्थित यो सुर्मादेवी मन्दिर नजिकै रहेको सुर्मादेवी सिरक उद्योगमा आगलागी भएको छ र म त्यहाँ जान सकिनँ। मैले जय पृथ्वी एफएम नेटवर्कको यो छतबाट ड्रोन पठाएको छु र यहाँ आगलागी कति भइरहेको छ तपाईँले प्रत्यक्ष यो भिडियोमा देख्दै हुनुहुन्छ। यहाँ एकदमै आगो तन्किराखेको छ भने धुवाँको मुस्लोले एकदम चैनपुर बजारसहित बझाङको यो चैनपुर आसपासको क्षेत्रमा पनि एकदमै यो छाया पारिसकेको अवस्था छ। र अब यहाँ मैले सुनेअनुसार अलिकति मैले सुनेको थिएँ यो विद्युत सर्ट भयो भन्ने कुरा र दमकल आउन पनि केही ढिलाइ भएको भन्ने खबर छ। किनभने यो आर्मीहरू पुलिसहरू पुगिसकेको अवस्था छ भने उता दमकल पुगेको छैन भन्ने कुरा छ। यो चैनपुरमा अलिकति साँघुरो सडक र तयारी अवस्थामा दमकल नबस्ने हुनाले समयमै दमकल नपाउने र त्यसले ठुलो क्षति बेहोर्नु पर्ने अवस्था छ र अहिले ठुलो आगो तन्किराखेको छ र यो पसलको धेरै खरानी स्वरूप हामी देख्न सक्छौँ जस्तो लाग्छ। र यो हामी केही बेरमा यसको थप अपडेट दिने नै छौँ। यो तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ, यो आगो तन्किराखेको छ र केही बेरमा थप जानकारी सहित आउनेछौँ। धन्यवाद।